गुड मर्निङ गाइज। हामी चाहिँ अहिले टक्क लाएर घोडाखडी आइपुगिसकेको छौँ। घोडाखडीमा चाहिँ अब हाम्रो ब्रेकफास्ट हुन्छ। हाम्रो ब्रेकफास्ट चाहिँ हामीले अर्डर गरिसकेको छौँ थुक्पा। थुक्पा आएपछि हामी खान्छौँ। 6 जना छौँ हाम्रो ग्रुपमा। थुक्पा टक्क खाइसकेपछि अनि फेरि यहाँबाट हाम्रो सागुटारसम्मको यात्रा हुन्छ। त्यहाँ चाहिँ फेरि लोकल माछा नि हुनसक्छ। त्यसपछि अन्य लोकलमा त माछा फर्स्ट प्रायोरिटी, देन अरू कुराहरू हुन्छ है। सो म बाटोको क्लिपहरू पनि बनाउँदै जान्छु। हेरौँ आजको ब्लग कस्तो हुन्छ। ओके, फाइनली तपाईँहरू पनि होली विशेष रमाइलो गर्नु होला है। ओके, यो चाहिँ हाम्रो आजको फर्स्ट ब्रेकफास्ट हो। हेलो, यो चाहिँ गुड मर्निङ ब्रेकफास्ट फ्रम घोडाखडी। मेरो है, यो चाहिँ मेरो। यसमा अन्डा चाहिँ कम भएको छ, तै पनि यो टेस्ट सायद है। ओके, ठ्याक्कै रानीवन आइपुग्न लाग्यो। अब रानीवन पुगेपछि हेरौँ के हुन्छ। नबसी पनि जान सकिन्छ। यहाँ त खासै केही छैन त। सरासर जाने हो, होइन बस्ने यहाँ बस्नु पर्छ। ओके, अहिले चाहिँ हामी रानीवन आइपुग्यो। रानीवन भन्ने यही हो। ठ्याक्कै अहिले हामी रानीवन आइपुगिसक्यौँ। रानीवनको दृश्य चाहिँ अब म देखाउँछु। यतापट्टि चाहिँ स्कुल जाने हो, यतापट्टि यो रोडमा स्कुल जाने हो, यतापट्टि भनेको काठमाडौँ जाने हो सागुटार। अनि यस्तो छ समग्रमा यो रानीवन। ओके, म यो ब्याक क्यामेराबाट पुनः देखाउँछु। यतापट्टि यो रोड चाहिँ र सागुटारतिर जाने हो, सागुटार काठमाडौँ मनथरी। अनि यतापट्टि श्री चम्पादेवी गाउँपालिकाको 10 नम्बर वडा कार्यालय रहेछ यो। अनि यतापट्टि बिरान्दु जाने घोडाखडी। अनि यो भनेको यो रानीवनको पोखरी हो। यो म अहिले यो यसमाथि गएर बस्नु पर्ला, यतापट्टि टक्क लाएर। अनि भन्नुपर्छ यही रहेछ रानी के अरे के पो भन्छ रानीवन। दिस इज यो भ्यू हो, रानीवनको भ्यू हो। ओके, फाइनली हामी अहिले यो रानीवनमा छौँ। यो देखियो अगाडिको यो श्री अग्निदेव कृषि फार्म प्राली रहेछ यतापट्टि। हेलो हेलो, ह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली। चिन्नुभयो? ओ नाइस। ओके, भाइले चिन्यो? ओ ल ठिक छ। फाइनल्ली हामी अहिले रानीवनमा छौँ। हेलो हेलो, यो रानीवनको यो चाहिँ धराहरा होला। यो सानो धराहरा हो हाम्रो ओखलढुङ्गाको है। अब यो ओखलढुङ्गाको धराहरा हो। अब काठमाडौँको अलिक ठुलो छ। अनि यो हात्तीको बच्चा र माउ र बच्चा सहित रहेछ हात्तीको, होइन? ओके, अब म यो माथि चढ्छु सर लाएर। यो माथिबाट फेरि अर्को भ्यू देखाउँछ। यहाँबाट चाहिँ खतरा देखिने रहेछ। ल यस्तो यहाँबाट राम्रै देखिने रहेछ। ओके, ओ यो केरा पनि देखिने रहेछ यहाँबाट। फाइनली यतापट्टि सब ल सबैलाई गुड मर्निङ। यहाँबाट यतापट्टि फोटो सेसन कार्यक्रम भइरहेछ। ओके, यो बस्ने ठाउँ अरू त्यस्तो यहाँ बस्ने ठाउँ चाहिँ एकदमै स्पेसल लाग्यो। फाइनली म चाहिँ यहाँ टक्क बस्ने ठाउँमा आइपुगेको छु र बसिरहेको छु। यहाँ हेर्नु होला, यहाँ बस्ने ठाउँ टक्क लगाएर कस्तो राम्रो छ। भाइ ट्र्याक्टर चलाउनु ला हो, भाइ ट्र्याक्टर चलाउनु ला हो। खै तिम्रो लाइसेन्स देखाऊ त। यहाँ हो, यहाँ लिएर आऊ त। छिटो। हेलो हेलो, नमस्कार हजुर, नमस्कार। ओके ओके, कसले हँसाउँछ?
ल ल एकचोटि हँसाएर देखाउनुहोस् त अब के भन्नु खै के हँसाउनु त्यत्तिकै हँसाउन आउँदैन आज सबैभन्दा पहिलोचोटि फेरि त यो चाहिँ पानी छ यो चाहिँ पानी छ ल यसमा चाहिँ कसले भर्नु भएको यसमा त कलर केही छैन त नि कलर भएको चाहिँ ल्याउनु त एउटा यहाँ कलर हाल्यो भने त फेरि गाह्रो हुन्छ यहाँ चाहिँ कलर रहेछ अनि आज सबैभन्दा पहिलोचोटि चाहिँ कसले लाउनु भयो यो कलर उहाँलाई ओहो तपाईँ त हिरै हुनु त रहेछ नि त सलमान खान हो भाइ तिमी हिरोको भतिज हो तिम्रो नाम चाहिँ के हो अनि यो सर्ट कसले किनिदिनु भयो मम्मीले खै त यहाँ के लेखेको छ यो पढ्दा सुनाइदिनु त मलाई के थाहा अन्त यो राम्रो म त मर्छु पुलिस आयो दाइ तपाईँको यो युट्युब च्यानल पुलिस आयो गएन ह्याप्पी होली ओके ह्याप्पी होली यो कान्छ त लास्ट कति राम्रो आमा ओ माई गॉड यसमा के लाग्छ यसमा ओ नाइस ब्रो Oh, nice man. Okay, finally हामी तिम्रो के भइरहेछ रे यहाँ यहाँबाट हामी फिर्ने तर्खरमा छौँ राम्रो रोडबाटि अनि तपाईँ यतै जानुहुने कि जानु यतातिर आएको छ राम्रो किन्नेबाट भिडियो टर्न हुन लागेको छ गाडी टर्न हुन्छ अब देन हामी चाहिँ यता लाग्छ यहाँ रहेछ त यो ह्याप्पी होली रानीबनबाट रानीबन लाग्छ रानीमामा टोली म आउँछु न पुगेँ साउडर गएर आइहाल्छु ओके आउँछु नि त आइहाल्छु हाल्नु भयो मैले बोकेँ ओके अब हामी राइड गर्छौँ अघि बढ्यो टोली अब सामुदारसम्म दिनको टिम लेट्स गो मिटिङ गोष्ठीमा चढिएर पैसा पनि पाइयो तर पैसा चाहिँ गनेको छैन लगभग 650 हुनुपर्छ हामीलाई है आजको खाजा खर्च चाहिँ पुग्ने भयो तर बेलामा खान पाइएन त्यति मात्र एक कुरा गुनासो अब यहाँ हामी चम्पादेखिको गेट पुग्छौँ टक्क लाएर अगाडिको चाहिँ हाम्रो इष्टमित्रहरू हुन् सबै यो बोर्डमा त चम्पा देवीको मन्दिर यो गेट भनेको ल मन्दिर भनेको गेट ओके गेटबाट अब हामी अगाडि बढिसक्यो ओके अब हामी तल पुगेपछि मात्रै यसले बनाउँछौँ गर्न अफ गरिदिनु
यो त स्टार्ट गरेर पुगिसक्यो अलि पर जाऊ न तिमी हामी सोलोमा आऊ ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली पछाडिको अगाडि आऊ न भाइ होइन अहिले भर्खर लास्टमा बसेर आउँछु गएर त कतिले आउँछ के भन्छ त्यो नेगेटिभ छ मेरा दाजु जहिले कहाँनिरको घरमा हुनुहुन्छ भनेर भाइ नाति किरान अगाडि हिँड्नु अगाडि अङ्कल अगाडि हिँड्नु पार्टी सचिवले चाहिँ हल्लिएर कस्तो भइसक्यो यतै खिर्किने हो दाइ सर एक लग्नु न यसबाट खिच्नु न हाम्रो नि लिने लगिदिन्छ त बाइक अडिनु पर्छ त्यस्तै खालको यो ठाउँलाई चाहिँ के भन्छ अरे यो कुवा पानी हामी अहिले कुवा पानी यो झर्दैछौँ 1 2 3 4 5 6 7 12 पछाडि एक बाइक 2 मान्छे 14 जना हामीले बिहान 1 प्लेटबाट थुक्पा खाएका छौँ अहिलेसम्म भोक लागिरहेको केही खाएको छैन केही खास छैन बल त जस्तै भयो नि बाख्रे यहाँ त फेरि भिडियो भन्दै हुनुहुन्छ भिडियो बन्दैछ हिँड्नु न हिँड्नु पछाडिबाट भिडियो बन्दैछ अगाडिबाट नि गरौँ न के भएको त अनि अगाडिबाट नि गर्नु चलो ट्र्याक्टर पनि छ होइन ट्र्याक्टरको पनि आएको छ यो त पहाडको राजा हो
सँगै भयो त सर अब भयो पछि हाय त्यही त अगाडि हिँड न तिमीहरू हिँड अगाडि क्या साउडको पुलमा बनाउनलाई निकाल्दै हुने भयो सर अब होइन अब हामी लिखु नदी सागोटार आइपुग्न लाग्यो थोरै समय छ अब मात्र एक मोड मात्र बाँकी छ देन हामी सागोटार रामेछाप जिल्ला आइपुग्छौँ ओखलढुङ्गा जिल्लाबाट हामी रामेछाप जिल्ला पुग्छौँ लिखु नदी पार गर्ने बित्तिकै सागोटार पुगिन्छ सागोटार भनेकोतिर रामेछाप जिल्ला मनखलीको पर्छ होला मनखलीको हो फाइनली हामी अब एक मोड लास्ट हो यो अनि देन अब हामी टक्कै लाएर गरिराख्ने कि गरी अलिक क्यामेरा माथि उठाउनु तारिक पनि देख्छु ओके अब फाइनली यो बजार हामी पुग्छौँ बजार पुग्नै लागिसक्यो बजार देखिएको छ नि ओके हामी अब बजार पुग्छौँ अगाडि केही मिटर बाँकी छ बजार पुग्नको लागि यो बजार चाहिँ सागोटार हो सागोटार रामेछाप जिल्लामा पर्छ रामेछाप मनथली अब यो यसमा चाहिँ हामीले अब एकदमै राम्रो सर्भिस पनि पाइन्छ खाना बस्नको लागि अनि पिउन माछा यहाँको लिखु नदीको माछा एकदमै टेस्टी हुन्छ त्यही माछा चाहिँ आज हामी आसन गर्छौँ होला माछालाई अनि त्यसपछि केही अरू पनि हुनसक्छ विशेष गरी हामी अल्कोहल नो ड्रिङ्क्सलाई चाहिँ यहाँ लस्सी पाइन्छ लस्सी स्पेसल लस्सी अनि त्यही खान्छ यो भनेको सागोटारको पुल हो यो हामी त्यहाँ त्यो पुल आइपुग्यौँ यो पुलबाट देखिन सकिन्छ यो पुल नदी हो हामी अब सिमाना क्रस गरिसक्यौँ र हामी अहिले ट्र्याक चलाएर ल रामेछाप प्रवेश गरियो यो रामेछाप जिल्लामा पर्छ यो सागोटार भन्ने ठाउँ बजार देन अब हामी अगाडि बढिरहेको छौँ कहाँ जाने के गर्ने अत्तपत्त नो अब यतै होला भन्ने लाग्यो तर हामी यो ग्राउन्ड चाहिँ यो सागोटार घुम्दैछौँ टोलीहरूलाई यहाँ छोडेर हामी सागोटार घुमेर आउँछौँ बजार ल बजार सागोटारको बजार त यस्तो छ है अब मलाई पनि धेरै थाहा छैन तर यता जान पाइन्छ पाइँदैन अलिक पढाइ बजार गएर आउन त हामी ओ यो होली विशेषमा चाहिँ हाम्रो यो भ्लग पनि आउँदैछ टाउनमा लाएर तपाईँले हेरिदिनु होला यो सागोटार बजार हो टोटल्ली यहाँ चाहिँ शनिबार बजार लाग्छ त्यहाँ है सागोटारमा बजारमा चाहिँ शनिबार बजार लाग्छ यो बजारमा चाहिँ बजार लाग्ने ठाउँ पनि यही जस्तो लाग्यो यस्तो दिनमा त्यो दिन चाहिँ एउटा चाहिँ गाडीहरू शनिबारको दिन चाहिँ यो एरियामा गाडीहरू चल्दैन किनभने यहाँ प्याज हुन्छ अब हामी मात्र पुग्छौँ थोरै अनि त्यसपछि यो अप्ठ्यारो ठाउँ आइपुग्यो अब यहीँबाट फर्किन्छ अब हामी साथै बजार आइपुग्यौँ अब हामी यहीँबाट फर्किन्छौँ अलिक फर्किने ठाउँ अलिक अप्ठ्यारो रहेछ ओके अब हामी यहाँबाट यस्तो छ यहाँ होलीको रौनक सानो यो रामेछाप बजारमा आज ओखलढुङ्गेको धमाका छ यहाँ धमाका ल ठिक छ यो रामेछाप जिल्ला हो यो ओखलढुङ्गे मान्छेहरू ओखलढुङ्गेले मान्छेहरू है ल अब हामी टाढाबाट आएको लोकल माछालाई चाहिँ प्राथमिकता दिन्छौँ होला त्यसपछि अरू कुरा हुन्छ है लोकल चाहिँ त्यही भन्दा खाना त ढिलो भइहाल्छ खाना पनि तयारी हुन्छ खाना त छौँ 8-10 जना खाना नै हाम्रो
खानालाई हो खानु नखाने के गर्ने म त फेरि अरू चिज भए पनि ठिकै छ खानालाई पनि अरू ठिकै छ चिजै खाने बानी हुन्छ न भने भइहाल्छ नि के गरौँ अरू चिज स्पेशल खाऊ न खाजा सेट खाऊ न बोल खाजा सेट खाऊ न त माछा खाउँ त माछा थुक्पा पनि हामी चाहिँ खान्छौँ खाना चाहिँ टाढाबाट आएको माछा खाउँ न भन्ने बसौँ बत्ती छैन है चार्ज चाहिँ एकछिन गर्नुभयो यही हो माछा यो माछा चाहिँ हाम्रो लागि हो यो लोकल माछा हो यो लिखु नदीको एकदमै साह्रो किन